ल आज हामी अर्घाखाँचीमा रहेको छत्रदेव मन्दिरमा आएका छौँ। छत्रदेव मन्दिरको प्रवेशद्वारबाट हामी छिर्दैछौँ। ल जाम यतिबाट जाऊँ नि। यो बिचबाटै जाम। यो कम्पाउन्ड यो क्लियर आएन। यो ठाउँमा पनि दसैँको कहिले रे वारिपारि एकै दिन हुन्छ। दसैँको पूर्णिमामा भन्नुभयो कि कहिले? होइन, टिकाको दिन। ए टिकाको अर्को दिन एकादशीका दिन यहाँ मेला लाग्छ। हजुर, ए पहिला टिकाको दिन मेला लाग्छ। टिकाको दिन टाढाहरू ल छत्रदेव मन्दिर प्रवेश घन्टीहरू बाहिरै छिरेर डुल्ने हो हामी। पुरै बाटोभरि घन्टी रहेछन्। ओहो राम्रो रहेछ नि त यहाँ त व्यवस्था राम्रो भएर पुरै घन्टी यो सबैको भक्तजनहरूले चढाएको घन्टीहरू होला। नाम लिएर मित्रलाल के लेखेको छ कि मित्रलाल रेग्मी भन्नेले चढाएको छ। नाम लेखे होला सबै। 2064 साल 5 महिना गते कतिको 3 गते। ए यति व्यवस्थित गरेकै हो कि। मैले चाहिँ घन्टी पनि बजाउनु हुन्न, तपाईँ पनि बजाउनु बजाउनु। पुरै घन्टी बाटोमा मलाई यो थोत्रो छत्रदेव बरु बरेक महाराज कोट दरबार। ल छत्र महाराज जय होस्। छत्र महाराजले सबै कुरो राम्रो गर्नुहोस्। गणेश मन्दिर यहाँ रहेछ। 5 पाण्डवको मन्दिर रहेछ कि सर। ओहो राम्रो रहेछ यहाँ। त पौवा कोही पनि मान्छे त रहन्छन् है आज। कहाँ छ 5 पाण्डवको? 5 पाण्डवको मन्दिर। ए 5 पाण्डवको मन्दिर त्यहाँ रहेछ। 5 पाण्डव